नमस्ते मित्रहरू, स्वागत छ तपाईहरुलाई हाम्रो च्यानलमा। अघिल्लो भिडियोमा हामीले मुद्राको अर्थ, विभिन्न अर्थशास्त्रीहरूका परिभाषा, मुद्रालाई हेर्ने दृष्टिकोणहरू र मुद्राको उत्पत्ति र विकासको बारेमा जान्यौं। भिडियो हेर्नु भएको छैन भने लिंक तल डिस्क्रिप्सनमा छ, गएर हेर्नुहोला। आजको यस भिडियोमा हामी मुद्रालाई वर्गीकरण गर्नेछौं। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। सुरु गरौं सबैभन्दा पुरानो र भरपर्दो मुद्राबाट। त्यो जमाना याद गरौं जब राजा महाराजाहरूले सुन, चाँदी, तामाका सिक्काहरू चलाउँथे। आज भोलि जस्तो कागजको नोट थिएन, पैसा भनेकै छाम्दा वजनदार हुन्थ्यो। आजकल हामीसँग रु1, रु2 का सिक्काहरू छन्, जुन एल्युमिनियम वा अन्य सस्ता धातुबाट बनेका हुन्छन्। तर पहिले यस्तो थिएन। पहिलेको पैसाको आफ्नै इज्जत थियो। धातु मुद्रालाई पनि विभिन्न मानमा विभाजन गरिएको छ। कुरा गरौं एकल धातुमानको, अर्थात् मोनोमेटालिजम। यो भनेको एक देश एक धातुको नीति जस्तै हो। देशले कि त सुन कि त चाँदीलाई मात्र मुद्राको मुख्य आधार मान्थ्यो। जस्तै बेलायतले सन् 1931 सम्म स्वर्णमान अर्थात् गोल्ड स्ट्यान्डर्ड अपनाएको थियो। मतलब त्यहाँको पैसा सुनमा आधारित थियो। यो त कस्तो भयो भने हाम्रो घरमा कि त आलु मात्रै पाक्छ कि त सिमी मात्रै। यस्तै कुरा गरौं दुई धातुमानको, अर्थात् बायोमेटालिजम। नामैले भन्छ दुईवटा धातु, सुन र चाँदी, दुवैलाई मुद्राको रूपमा चलाउने। यहाँ अलि रमाइलो हुन्थ्यो। सरकारले सुन र चाँदीको एउटा निश्चित विनिमय दर अर्थात् एक्सचेन्ज रेट तोकिदिन्थ्यो। तर बजारमा कहिले सुन महँगो, कहिले चाँदी। सरकारले तोकेको भाव र बजार भाव फरक पर्दा मान्छेहरू चलाक भइहाल्थे। जुन धातु सस्तो भयो त्यसलाई लुकाएर महँगो भएको धातु मात्र चलाउन थाल्थे। यसलाई ग्रीष्मको नियम पनि भनिन्छ, जसले भन्छ खराब पैसाले राम्रो पैसालाई चल्नबाट बाहिर निकाल्छ, अर्थात् ब्याड मनी ड्राइभ्स आउट गुड। यो त केटाकेटी बेलामा दुईवटा चकलेट दिएर एउटा आज खाऊ एउटा भोलि खाऊ भन्दा राम्रो चकलेट चाहिँ आजै खाऊ तर नराम्रो चाहिँ भोलि खाऊ जस्तै भयो नि। त्यस्तै कुरा गरौं बहुधातुमानको, अर्थात् मल्टिमेटलिजम। यो भनेको खिचडी प्रणाली हो। दुई भन्दा बढी धातुहरू मिसाएर सिक्का बनाउने। कुन धातु कति छ, त्यसको शुद्धता कति छ, त्यसैको आधारमा मूल्य निर्धारण हुन्थ्यो। अब आउँछ सबैभन्दा महत्त्वपूर्ण कुरा, जुन परीक्षामा पनि सोध्न सक्छ। धातु मुद्राको दुई मुख्य प्रकार। कुरा गरौं सबैभन्दा पहिले प्रमाणिक वा पूर्णकाय सिक्का, जसलाई हामी स्ट्यान्डर्ड और फुल बडीड कोइन्स पनि भन्छौं। यसलाई बुझ्न एउटा उदाहरण लिऊ। मानौ एउटा चाँदीको सिक्कामा 1 रुपियाँ लेखिएको छ। अब त्यो सिक्कालाई पगालेर चाँदी बेच्न गयो भने हामी ठ्याक्कै 1 रुपियाँ नै आउँछ भने त्यो हो पूर्णकाय सिक्का। मतलब सिक्काको अंकित मूल्य अर्थात् फेस भ्यालु र त्यसमा भएको धातुको वास्तविक मूल्य अर्थात् इन्ट्रिन्सिक भ्यालु बराबर हुन्थ्यो। यस्तो पैसामा मान्छेको विश्वास कति हुँदो हो। पैसा हरायो भने पनि लौ मेरो चाँदी हरायो भन्न पाइयो। नेपालमा पनि केही दशक अघिसम्म यस्ता चाँदीका सिक्का चल्थे। यसको फाइदा भनेको अन्तर्राष्ट्रिय बजारमा पनि स्वीकार्य हुन्थ्यो र मुद्रास्फीतिको डर पनि कम हुन्थ्यो। तर बेफाइदा बहुमूल्य धातु त सीमित हुन्छ। अर्थतन्त्र बढ्दै जाँदा चाहिने जति पैसा छाप्न गाह्रो। त्यस्तै कुरा गरौं सांकेतिक मुद्रा अर्थात् टोकन मनीको। यो चाहिँ आज हामीले चलाउने सिक्का हो, जस्तै 2 रुपियाँको सिक्का। के तपाईलाई लाग्छ त्यो सिक्का पगालेर बेच्दा 2 रुपियाँ आउँछ? आउँदैन। त्यसको धातुको मूल्य सायद 50 पैसा होला। यहाँ अंकित मूल्य अर्थात् फेस भ्यालु चाहिँ 2 रुपियाँ छ, तर वास्तविक धातुको मूल्य अर्थात् इन्ट्रिन्सिक भ्यालु एकदमै कम छ। त्यही भएर त सरकारले भन्छ यो 2 रुपियाँ हो भनेर मानौ र चलाऊ। हामीले मानेकै छौं। तर तपाईले 10 लाखको गाडी किनेर सबै पैसा 2-2 रुपियाँको सिक्कामा दिन खोज्नु भयो भने सोरुमवालाले हो दाइ पर्दैन भन्न पाउँछ, किनकि यस्ता मुद्राहरू सीमित कानुनी ग्राह्य अर्थात् लिमिटेड लिगल टेन्डर हुन्छन्। अर्थात् एउटा निश्चित रकम भन्दा बढीको भुक्तानीमा स्वीकार गर्न बाध्यकारी हुँदैन।
त्यो 2 रुपियाँको सिक्का पगालेर 2 रुपियाँकै भाउमा बेच्न खोज्नु भयो भने त पसलेले के हो दाइ सक्कर घोलेर चिया बनाउन लाग्नु भएको भनेर सोध्ला। धातुका सिक्का बोकेर हिँड्न गाह्रो र असुरक्षित हुन थाल्यो। सोच्नुस् त 1 लाख रुपियाँको सामान किन्न जाँदा बोरामा सिक्का बोकेर जानु परेको। यही समस्या समाधान गर्न चीनबाट सुरु भयो कागजको नोट अर्थात् पत्र मुद्रा अर्थात् पेपर मनी। कागजको नोटको आफ्नै त मूल्य हुँदैन, तर यसले प्रतिनिधित्व गर्ने मूल्य महत्त्वपूर्ण हुन्छ। यसका पनि विभिन्न प्रकार छन्। सबैभन्दा पहिले कुरा गरौँ प्रतिनिधि पत्र मुद्रा अर्थात् रिप्रेजेन्टेटिभ पेपर मनी। सुरुमा मान्छेले कागजको नोटमा विश्वास गर्दैनथे, त्यसैले सरकारले के गर्थ्यो भने जति रुपियाँको नोट छापिन्थ्यो ठ्याक्कै त्यति नै मूल्यको सुन वा चाँदी राष्ट्रिय कोषमा जम्मा गरेर राख्थ्यो। तपाईले 100 रुपियाँको नोट लगेर बैंकमा दिनुभयो भने बैंकले तपाईलाई 100 रुपियाँ बराबरको सुन दिन बाध्य हुन्थ्यो। नोट त केवल त्यो सुनको प्रतिनिधि वा रसिद मात्र थियो। यो त सिनेमाहरूको टिकट जस्तै भयो। टिकटको कागजको मूल्य त केही हुँदैन, तर त्यसले तपाईलाई 3 घण्टाको मनोरञ्जनको ग्यारेन्टी दिन्छ नि। यो प्रणालीमा विश्वास त 100% हुन्थ्यो, तर सुन चाँदी नै नभएका गरिब देशले के गर्ने? उनीहरूले त पैसा नै छाप्न पाएनन्। त्यस्तै कुरा गरौँ परिवर्तनीय पत्र मुद्रा अर्थात् कन्भर्टिबल पेपर मनी। अब सरकार अलि बाठो भयो। उसले सोच्यो सबैजना एकैचोटि सुन साट्न त आउँदैनन् होला, त्यसैले उसले के नियम बनायो भने 100 रुपियाँको नोट छाप्दा 100 रुपियाँकै सुन राख्न पर्दैन। त्यसको केही प्रतिशत मानौ 40% मात्र सुन राख्ने र बाँकी 60% चाहिँ विदेशी मुद्रा वा सरकारी ऋणपत्र राख्ने। तर यदि कोही नोट लिन आयो भने त्यसलाई सुनमा साटिदिने प्रतिबद्धता भने कायमै रहन्थ्यो। नेपालमा हाल प्रचलित पत्र मुद्रा यही प्रणालीमा आधारित छ। यसले गर्दा अर्थतन्त्रमा आवश्यकता अनुसार पैसाको आपूर्ति बढाउन सजिलो भयो। यो अलि लोचदार अर्थात् इलास्टिक भयो, तर यसको एउटा खतरा पनि छ। सरकारले धेरै नोट छापेर मुद्रास्फीति बढाउन सक्ने जोखिम हुन्छ। यो त कस्तो भयो भने घरमा 10 जना पाहुना आउँछन् भनेर 5 जनालाई पुग्ने मात्र खाना बनाउने, किनकि सबैले पेटभरि खाँदैनन् होला भन्ने अनुमान गरे जस्तो। त्यस्तै कुरा गरौँ अपरिवर्तनीय पत्र मुद्राको अर्थात् इनकन्भर्टिबल पेपर मनी। यहाँसम्म आइपुग्दा सरकार झन कन्फिडेन्ट भइसक्यो। अब सरकारले भन्यो यो नोटको बदलामा सुन चाँदी केही पनि पाइँदैन, यो कागजको टुक्रा हो, तर यसलाई पैसा भनेर मान्नुपर्छ, किनकि म अर्थात् सरकार भन्दैछु। यस्तो मुद्रालाई सुनमा परिवर्तन गर्न सकिँदैन। यो केवल सरकारप्रतिको विश्वास र कानुनको आधारमा चल्छ। आजकल विश्वका धेरै देशहरूमा यही मुद्रा प्रचलनमा छ। त्यस्तै अब कुरा गरौँ आदेश पत्र वा प्रदिष्ट मुद्रा अर्थात् फिएट मनी। यो त अपरिवर्तनीयको पनि प्रोम्याक्स भर्जन हो। फिएट ल्याटिन शब्द हो जसको अर्थ हुन्छ लेट इट बी डन अर्थात् यस्तो होस्। सरकारले आदेश दिएकै भरमा चल्ने मुद्रा। यसको पछाडि कुनै सुन चाँदी केही पनि राखिएको हुँदैन। सरकारलाई पैसा चाहियो, प्रिन्टिङ मेसिन चलायो, पैसा छाप्यो। सामान्यतया यस्तो मुद्रा युद्ध वा ठूलो आर्थिक सङ्कटको बेला मात्रै निष्कासन गरिन्छ। यसलाई सङ्कटकालीन मुद्रा पनि भनिन्छ। यसको सबैभन्दा ठूलो जोखिम भनेको हाइपर इन्फ्लेसन हो। सरकारले अन्धाधुन्ध नोट छाप्यो भने पैसाको मूल्य रद्दीको टोकरीमा फालेको कागज बराबर हुन सक्छ। सोच्नुस् त 1 बोरा पैसा लिएर जाँदा एउटा पाउरोटी मात्रै आउने अवस्था। आदेश मुद्राको साइड इफेक्ट यस्तै हुन्छ। अब हामी आइपुगेका छौँ 21औं शताब्दीमा। अब पैसा कागजमा मात्र सीमित रहेन, यो प्लास्टिकमा सरेको छ। तपाईको वालेटमा भएको एटीएम कार्ड, क्रेडिट कार्ड नै प्लास्टिक मुद्रा हो। पैसा बोकेर हिँड्ने झन्झटबाट मुक्ति। कुरा गरौँ डेबिट कार्डको। यो भनेको आफ्नो गोजीको पैसा, तर प्लास्टिकको गोजीमा। तपाईको खातामा जति पैसा छ त्यति मात्रै खर्च गर्न पाउनुहुन्छ। अब कुरा गरौँ क्रेडिट कार्डको। यो चाहिँ भोलि तिरुला कार्ड हो। बैंकले तपाईलाई निश्चित समयका लागि ऋण दिन्छ, तर याद राख्नु होला भोलिको ब्याज अलि महँगो हुन्छ है। यसले मानिसको खर्च गर्ने बानी बढाइदिन्छ। तलब आउनु अगाडि नै महिनाको बजेट सकिन सक्छ। त्यस्तै कुरा गरौँ स्मार्ट कार्डको। यो अझै आधुनिक कार्ड हो जसमा माइक्रोचिप जडान गरिएको हुन्छ। तपाईको ड्राइभिङ लाइसेन्स, गाडीको ब्लू बुक, मेट्रो कार्ड सबै यही प्रविधिमा आधारित छन्।
प्लास्टिकको मुद्रापछि अब कुरा गरौँ साग मुद्राको अर्थात् क्रेडिट मनी। यसलाई बैंक मुद्रा अथवा ऐच्छिक मुद्रा अथवा अप्सनल मनी पनि भनिन्छ। जस्तै चेक, ड्राफ्ट, हुन्डी। मानौ तपाईले मलाई 1 लाखको चेक दिनुभयो। त्यो चेक आफैमा पैसा होइन, तर त्यसले तपाईको बैंक खाताबाट मलाई 1 लाख रुपैयाँ दिने प्रतिज्ञा गर्छ। मैले त्यो चेक स्वीकार गर्न पनि सक्छु, नगर्न पनि सक्छु। नाइ दाइ, मलाई त क्याश नै चाहिन्छ भन्न सक्छु। अर्थात् यो स्वीकार गर्ने वा नगर्ने मेरो इच्छामा भर पर्छ। त्यसैले यसलाई ऐच्छिक मुद्रा भनिएको हो। कानुनले मलाई चेक लिनै पर्छ भनेर बाध्य पार्न सक्दैन। साग मुद्रापछि अब कुरा गरौँ वास्तविक मुद्रा र लेखाङ्कित मुद्राको अर्थात् एक्चुअल मनी एन्ड मनी अफ अकाउन्ट। यो अलि सैद्धान्तिक कुरा छ, तर सजिलो छ। कुरा गरौँ वास्तविक मुद्राको। यो भनेको जुन पैसा हामी वास्तवमै लेनदेनका लागि प्रयोग गर्छौं, जस्तै नेपालमा हामीले चलाउने नोट र सिक्का। त्यस्तै कुरा गरौँ लेखाङ्कित मुद्राको। यो भनेको जुन मुद्रामा हामी हिसाब किताब राख्छौं। धेरै जसो देशमा वास्तविक र लेखाङ्कित मुद्रा एउटै हुन्छ। नेपालमा हामी रुपैयाँ नै चलाउँछौं र हिसाब पनि रुपैयाँमै राख्छौं। तर पहिलो विश्वयुद्धपछि जर्मनीमा हाइपर इन्फ्लेसन हुँदा त्यहाँको वास्तविक मुद्रा मार्क थियो, तर त्यसको मूल्य यति छिटो घट्यो कि मानिसहरूले आफ्नो हिसाब किताब चाहिँ अमेरिकी डलर वा फ्रेन्च फ्राङ्कमा राख्न थालेका थिए। पैसाको नाम मार्क थियो, तर हिसाब चाहिँ डलरमा। आफ्नै पैसामा विश्वास नभएपछि कसको के लाग्छ र? अब अन्तिम वर्गीकरण हेरौं, जुन कानुनी मान्यतामा आधारित छ। सबैभन्दा पहिले कुरा गरौँ कानुनी ग्राह्य मुद्राको अर्थात् लिगल टेन्डर मनी। यो त्यो मुद्रा हो जुन स्वीकार गर्न तपाईले कानुनी रूपमा बाध्य हुनुहुन्छ। सरकारले यो पैसा हो भनेर घोषणा गरेको हुन्छ। जस्तै नेपालमा नेपाली रुपैयाँको नोट। तपाईले दोकानमा सामान किनेर नेपाली नोट दिँदा पसलेले म यो नोट लिन्न, मलाई डलर दिनुस् भन्न पाउँदैन। यसै भित्र कुरा गरौँ असीमित कानुनी ग्राह्य अर्थात् अनलिमिटेड लिगल टेन्डर। कागजी नोटहरू तपाईहरूले कानुनी रूपमै करोडौंको भुक्तानी पनि नोटमा गर्न सक्नुहुन्छ। कसैले अस्वीकार गर्न पाउँदैन। त्यस्तै कुरा गरौँ सीमित कानुनी ग्राह्य अर्थात् लिमिटेड लिगल टेन्डर। साना सिक्काहरू मैले अघि भने जस्तै तपाईले 10 लाखको गाडी किन्न 2-2 रुपैयाँको सिक्काको बोरा लिएर जानुभयो भने विक्रेताले अस्वीकार गर्न पाउँछ। कानुनी ग्राह्य मुद्रापछि कुरा गरौँ ऐच्छिक मुद्राको अर्थात् अप्सनल मनी। यो हामीले अघि नै छलफल गर्यौं। चेक, ड्राफ्ट, हुन्डी जस्ता साग मुद्राहरू जसलाई स्वीकार गर्नै पर्छ भन्ने कुनै कानुनी बाध्यता हुँदैन। यो केवल आपसी विश्वासमा चल्छ। ल त साथीहरू, आज हामीले मुद्राको कति लामो र रोचक यात्रा पार गर्यौं। सुन चाँदीको गरौँ सिक्कादेखि सुरु भएर कागजको नोट, प्लास्टिकको कार्ड हुँदै आज हामी डिजिटल युगमा आइपुगेका छौं। अबको भविष्य के होला? के अबको मुद्रा भनेको हाम्रो मोबाइलमा भएको डिजिटल वालेट वा क्रिप्टो करेन्सी मात्रै हुनेछ? के केन्द्रीय बैंकहरूले आफ्नै डिजिटल मुद्रा ल्याउलान्? यो एकदमै रोमाञ्चक विषय हो र यसको बारेमा हामी अर्को भिडियोमा पक्कै पनि चर्चा गर्ने नै छौं। आशा छ आजको भिडियोबाट तपाईहरूले मुद्राका प्रकारहरूको बारेमा स्पष्टसँग बुझ्नुभयो होला। यो भिडियो तपाईहरूको परीक्षाको लागि मात्र नभई पैसाको यो रोचक संसारलाई बुझ्न पनि सहयोगी भयो होला। भिडियो कस्तो लाग्यो तल कमेन्ट बक्समा लेख्नु होला। कुनै प्रश्न छ भने पनि सोध्नु होला। भिडियो मन परेमा लाइक, शेयर र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। अर्को भिडियोमा भेटौँला। त्यतिन्जेलसम्म पढ्दै गर्नुहोस्, सिक्दै गर्नुहोस् र सधैँ मुस्कुराउँदै गर्नुहोस्। नमस्कार।